हस्पिटलमा 79,000 को छुट पाएँ। मैले मासिक 324 रुपियाँ मात्रै तिर्ने गर्थेँ। प्रुफ छ यो हस्पिटलको बिल। यो बिलमा उल्लेख भएको रकम हेर्नुहोस्। यहाँ टु बी कलेक्टेड भनेर 55,000 राखिएको छ एउटा बिलमा र अर्को बिलमा छ तपाईँको 24,000। जम्मै गर्नुहुन्छ भने 79,000 आउन जान्छ। 324 रुपियाँ 94 पैसा वर्षको हुन जान्छ 3,900। 3,900 तपाईँले 20 वर्षसम्म तिर्नुभयो भने हुन जान्छ 79,000 रुपियाँ। त्यो बराबरको छुट मैले एकै वर्षमा कसरी पाएँ त? के यो सत्य हो? यस, सत्य हो र यसको पछाडि छ सामाजिक सुरक्षा कोष। एसएसएफ को त्यस्तो लाभ जुन लाभ तपाईँको नजरमा परेको छैन। लेट्स ब्रेक इट डाउन। मैले यो महिना सामाजिक सुरक्षा कोषमा 3,772 रुपियाँ 70 पैसा तिरेको थिएँ। यसको प्रुफ अफ एभिडेन्स पनि यहाँ छँदैछ, हेर्न सक्नुहुन्छ। यो महिनाको रकम तिर्नुभन्दा अगाडि मेरो पेन्सन अमाउन्टमा जम्मा भएको थियो 76,434 र रिटायरमेन्टमा जम्मा भएको थियो 31,834 रुपियाँ र यो रकम तिरिसकेपछि यो अमाउन्ट पुगेको छ पेन्सन अमाउन्टमा 78,868 र रिटायरमेन्ट अमाउन्टमा 32,848 पुगेको छ। अब 324 रुपियाँ कसरी भयो भन्ने कुरामा जाउँ। यो हिसाबबाट तपाईँले क्लियरली बुझ्नुहुन्छ। मैले एकातिर इन्स्टलमेन्टमा राखेको छु। 25औं इन्स्टलमेन्ट भनेको मङ्सिरमा तिरेको, 26औं इन्स्टलमेन्ट भनेको पुस महिनामा तिरेको र एकातिर छ पेन्सन, अर्कोतिर छ रिटायरमेन्ट अनि एकातिर छ टोटल अमाउन्ट। मङ्सिरमा पेन्सन अमाउन्ट थियो 76,434, पुसमा भयो 78,868। दुईटाको फरक आयो 2,434 रुपियाँ। अनि मङ्सिरमा रिटायरमेन्ट अमाउन्ट थियो 31,834 र त्यो पुसमा बढेर गयो 32,848 मा, फरक आयो 1,013 को। मङ्सिरमा 1,08,268 थियो, पुसमा 1,11,716 भयो। यिन दुईटाको फरक आयो 3,447 रुपियाँ। मैले तिरेको थिएँ 3,772.7 रुपियाँ, तर यहाँ अमाउन्ट आयो 3,447.76। यिन दुईटाको फरक हुन जान्छ 324.94 रुपियाँ। मैले अघि 324 रुपियाँ किन तिरेको हो भने भन्दा सामाजिक सुरक्षा कोषमा तिरेको रकमबाट 324.94 जुन फरक आयो त्यो चाहिँ रिटर्न हुँदैन। 3,447 रुपियाँ चाहिँ मेरो रिटर्न हुन्छ। त्यो रिटर्नेबल अमाउन्ट हो, त्यो मेरो सेभिङ हो। त्यो 79,000 को छुट रकम जुन थियो त्यो सुविधा पाएको भनेको रिटर्न नहुने रकम जुन 324 रुपियाँ छ, रकम बापतको सुविधा